फाइनली क्रोएसिया गभर्मेन्टले चाहिँ 2026 को लागि सिजनल भिसाको लागि चाहिँ डिमान्डहरू रिलिज गरिसकेको छ। तपाईले कतिले थाहा पनि पाइसक्नु भएको छ होला। र क्रोएसियामा अलरेडी तपाईले एप्लाई गरिसक्नु भएको छ। तपाईको कन्ट्याक्ट पेपर आइसकेको छ र तपाईको वर्क पर्मिट आएको छैन र वर्क पर्मिट आएको छ तपाईलाई भिएसएफ गराएर आएको छैन मेन पावरले। त्यो कुन केसमा हुन्छ त? र क्रोएसियामा चाहिँ अहिले चाहिँ नेसेसरी ल्याङ्ग्वेज चाहिने त्यो के हो त? यथार्थ कुरा के हो त भने सम्पूर्ण जानकारी यो भिडियोमा दिनेछु र भिडियो अन्तिमसम्म हेरिदिनु होला। यदि च्यानल नयाँ हुन्छ भने च्यानलमा सब्स्क्राइब गर्न नभुल्नु होला। भिडियो मन परे लाइक गरिदिनु होला ताकि म यस्तो नयाँ इन्फर्मेसन भिडियो लिएर आउनेछु। सो भिडियो ढिला नगरिकन सुरु गरौँ। हेलो गाइस, नमस्ते अनि वेलकम ब्याक टु एस्टेट ब्लग। आशा गर्छु सबैजना सन्चै हुन्छ भनेर। र धेरैजनाको कमेन्ट आइरहेको थियो, सर मेरो कन्ट्याक्ट पेपर आएको 3 महिना 4 महिना 5 महिना भयो र मेरो वर्क पर्मिट आएको छैन। र अर्को मेरो वर्क पर्मिट आएको 3 महिना 4 महिना भइसक्यो र मेरो भिएसएफ गराएर आएको छैन, मेरो भिसा लागेको छैन। यसको बारेमा र क्रोएसियामा चाहिँ ल्याङ्ग्वेजको बारेमा थोरै जानकारी दिन्छु तपाईलाई र आउँदो दिनहरुमा डिमान्डहरु के आउनेछ र के आएको छ अहिले भन्ने तपाईलाई जानकारी दिन्छु। फर्स्ट अफ अल सुरु गरौँ। तपाईको कन्ट्याक्ट पेपर आएको 3 महिना 4 महिना 5 महिना भयो, तपाईको वर्क पर्मिट आएको छैन भने तपाईले रिएप्लाई गर्दाखेरि हुन्छ। किनकि तपाईले जब कन्ट्याक्ट पेपर आएको 3 महिनासम्म तपाईले वर्क पर्मिट इस्यु हुनुपर्छ। 3 महिना 4 महिनासम्म वर्क पर्मिट आएन भने तपाईले रिएप्लाई गर्दाखेरि हुन्छ। अर्को कुरा, तपाईको वर्क पर्मिट आइसकेको छ र मेन पावरले चाहिँ तपाईलाई भिएसएफ गराएर आएको छैन। किनकि वर्क पर्मिट आएको भनेको फाइनलै हुन्छ। वर्क पर्मिट आइसकेपछि तपाईलाई मेन पावरले जसरी पनि तपाईलाई पठाउनु पर्छ। उनीले पठाए मात्रै तपाईले पैसा तिर्नु पर्छ। थोरै आफ्नो नलेज लाउनु होला, आफ्नो दिमाग लाउनु होला। तपाईलाई जति छिटो जति हामीलाई हतार हुन्छ त्यति नै मेन पावरले हतार हुन्छ। जति छिटो हामीले उनीलाई जस्तो मेन पावरले मान्छे पठाउनु पाए त्यति छिटो उनीले पैसा पाउने। अनि तपाईको वर्क पर्मिट आएको चाहिँ 3 महिना 4 महिना भइसक्यो, तपाईलाई भिएसएफ गराएको छैन भने त्यो सरासर फेक काम गरिरहेको छ। किनभने तपाईँ थोरै नलेज पनि लाउनु होला, आफ्नो दिमाग पनि लाउनु होला, तपाईले मजाले बुझ्नुहुन्छ। यदि तपाईलाई वर्क पर्मिट आएको 1 महिना भित्रमा भिएसएफ गरायो भने ठिक छ, अदरवाइज तपाईको डुप्लिकेट हो, फेक हो भनेर मजाले जान्दा हुन्छ। र नयाँ एप्लाई गर्दाखेरि पैसा दिएको छैन, पैसा कसरी रिटर्न लिने त्यो राम्ररी आफ्नो आइडियाले गर्दाखेरि हुन्छ। र अर्को कुरो, क्रोएसियामा चाहिँ अहिले ल्याङ्ग्वेज A1 लेभलको ल्याङ्ग्वेज नेसेसरी चाहिने भएको छ। A1 लेभलको ल्याङ्ग्वेज भनेको धेरै टिकटकमा भिडियो आइरहेछ। क्रोएसिया आउँदाखेरि चाहिँ क्रोएसियन ल्याङ्ग्वेज चाहिँ फुल चाहिने भन्ने आएको छ। त्यस्तो होइन। फर्स्ट अफ अल के भन्न चाहन्छु भने A1 लेभल भनेको चाहिँ नर्मल कुराहरू। तपाईको नाम के हो, तपाई कहाँबाट आउनुभएको, तपाई कुन कम्पनीमा काम गर्नुहुन्छ, थोरै यदि तपाईले धेरै ल्याङ्ग्वेज आए, धेरै भाषा आए झन् राम्रो। किन भन्दा तपाईले भोलि गएर राम्रो अपर्च्युनिटी पाउनुहुन्छ, राम्रो कामहरू पाउनुहुन्छ, राम्रो जब चेन्ज गर्न पाउनुहुन्छ तपाईसँग ल्याङ्ग्वेज छ भने। अब पहिला के थियो भने इङ्ग्लिस हल्का र यहाँको चाहिँ धेरै इङ्ग्लिस चल्दैन। मैले पहिलाको भिडियो पनि भनिरहेको थिएँ, कुनै एजुकेसन चाहिँदैन। बरु सक्नुहुन्छ भने तपाईले सक्दो चाहिँ यहाँको भाषा चाहिँ थोरै पढ्दा थोरै नलेज लिँदा राम्रो हुन्छ। र त्यति मलाई त केही नै आउँदैन, मलाई भाषै आउँदैन भनेर नआत्तिँदा नि हुन्छ। A1 लेभल भनेको जस्ट नर्मल हो, त्यसमा तपाईहरु कोही नआत्तिँदा नि हुन्छ। र थर्ड थिङ, अहिले चाहिँ जो पनि अहिले क्रोएसिया सिजनल भिसामा आउने सोचमा हुनुहुन्छ भने तपाईहरुको लागि गुड न्यूज छ। तपाईहरु कहाँबाट एप्लाई गर्नु हुँदैछ र मेन पावरमा कन्ट्याक्ट गर्नु होला। धेरै मेन पावरमा चाहिँ सिजनको लागि चाहिँ डिमान्डहरु गइसकेको छ 2026 को लागि। यदि तपाईले 2025 मा एप्लाई गर्नुभएको हो भने 2025 जुन जुलाई अगस्त सुनमा तपाईले एप्लाई गर्नुभएको हो भने तपाईहरु ढुक्क भएर बस्दा हुन्छ। र यदि तपाईहरुको त्यसो हो भने चाहिँ यो डिसेम्बर जनवरीसम्म तपाईको कन्ट्याक्ट पेपर पनि आउनेछ। र तपाईहरुलाई मसँग पर्सनल टेक्स्ट पनि गर्न सक्नुहुनेछ। म इन्स्टाग्राम आइडी डिस्क्रिप्सनमा हाल्दिनेछु र WhatsApp नम्बर पनि हाल्दिनेछु। र भिडियो चाहिँ अन्तिमसम्म हेरेर जस्तो भिडियो हेरिसक्नु भयो अनि मात्र तपाईले नबुझेको कुराहरु चाहिँ तपाईले मसँग शेयर गर्न सक्नुहुन्छ र क्वेशन सोध्न सक्नुहुन्छ। म सम्पूर्ण डिटेल तपाईलाई भन्नेछु र तपाईहरुको कमेन्टको र WhatsApp को टेक्स्ट रेस्पोन्स गर्दिनेछु। इन्स्टाग्राममा गर्नुहुन्छ इन्स्टाग्राममा रेस्पोन्स गर्दिनेछु। र तपाईलाई केही परेमा मलाई सम्पर्क गर्न सक्नुहुनेछ।